नमस्ते साथीहरू। आज म हजुरहरूलाई चाहिँ नेपालमा बसेर हैन जीटिभी लगायतका सम्पूर्ण जी नेटवर्कका च्यानलहरूका टिभी सोहरू कसरी हेर्ने त त्यसको बारेमा म तपाईहरुलाई भिडियो बताउन जाँदैछु। यो कुनै पनि फेक भिडियो होइन साथीहरू, यो चाहिँ सही भिडियो हो। तपाईले पनि डाउनलोड गरेर हेर्नु होला हैन। यसमा चाहिँ के हुन्छ भने साथीहरू, हजुरको घरमा टिभी छैन हैन, तपाईहरुलाई जीटिभीका सिरियलहरू मिस भइरहेको छ हैन। ती सिरियलहरू चाहिँ तपाईहरुले अब आफ्नै मोबाइलमा हेर्न सक्नुहुन्छ, त्यो पनि बिना सब्स्क्रिप्सन। अरु एपमा त सिरियल हेर्नको लागि, वेब सिरियल हेर्नको लागि तपाईहरुले सब्स्क्रिप्सन तिर्नुपर्छ। तर यो जी5 भन्ने एप छ, यो एप चाहिँ तपाईहरुले बिना सब्स्क्रिप्सन नै तपाईहरुले जीटिभी, एनडीटिभी लगायतका जी नेटवर्कका सम्पूर्ण च्यानलहरू छन् नि, ती च्यानलहरू चाहिँ तपाईहरुले फ्रीमा फ्री बिल्कुल फ्री, एकदम फ्रीमा चाहिँ नेपालमै बसेर हेर्न सक्नुहुन्छ। यो कुनै फेक होइन है साथीहरू। यसको लागि चाहिँ के गर्नुस् भन्दा तपाई सर्वप्रथम प्ले स्टोरमा जानुस् हैन। मेरो प्ले स्टोर खुल्दैछ। अब यहाँ तल सर्च बटन आउँछ, ट्याप्प सर्च बटनमा क्लिक गर्नुस् र यहाँ माथि लेख्नुस्। माथि के लेख्नुस् भन्दा जी5 भनेर लेख्नुस्। जी मेरोमा आइसक्यो। हो, यही एप हो। मैले पहिले नै डाउनलोड गरिसकेको छु साथीहरू। यो एप हो हैन। तपाईले यो एप डाउनलोड गर्न सक्नुहुन्छ। हेर्नुस् यहाँ, यो एप डाउनलोड गर्न सक्नुहुन्छ हैन। यो डाउनलोड गर्न सक्नुहुन्छ, यस्तो छ हैन। अनि त्यसपछि डाउनलोड गरिसकेपछि अब तपाई जी5 मा जानु होला। जी5 मा गएपछि यहाँ माथि हेर्नुस्, सब्स्क्रिप्सन छ, सब्स्क्राइब छ हैन। त्यो तपाईहरुले सब्स्क्रिप्सन लिनु पर्दैन हैन। अनि तपाईहरुलाई यदि जीटिभी को सिरियल हेर्न पर्यो भने तपाई यहाँ माथि छ, अल छ, अल भन्दा यतापट्टि एउटा सिरिज भन्ने सोज भन्ने अप्सन छ, त्यसमा क्लिक गर्नु होला ट्याक्क हैन। अब त्यसमा क्लिक गरेपछि अब यहाँ हेर्नु होला। तपाईहरुलाई जीटिभी का सिरियलहरू हेर्न मन लाग्यो हैन। यो मैले पहिले नै हेरिसकेको थिएँ, त्यही भएर यहाँ आको हैन। अब तपाईहरुलाई पहिले नै लेखेको चाहिँ कन्टिन्यू वेटिङमा चाहिँ पहिले नै हेरिसक्यो भने तपाईहरुलाई खोज्न सजिलो हुन्छ। ल म बताउँदै छु तपाईहरुलाई हैन। अब यहाँ सोजमा गएपछि हेर्नुस्, यी थुप्रै सोजहरू छ। यहाँ छ भाग्यलक्ष्मी, कुमकुम भाग्य, वसुधा हैन। थुप्रै ट्रेनिङ टिभी सोजहरू छ हिन्दीमा, बिल्कुल फ्रीमा हेर्न सक्नुहुन्छ, नपत्याए हैन। तपाई डाउनलोड गरेर हेर्नुस् हैन। तपाईहरु बिल्कुल फ्रीमा हेर्न सक्नुहुन्छ, कुनै सिरियल पनि मिस हुँदैन। स्टारका च्यानलहरू त हेर्न सक्नुहुन्न यसबाट हैन। त्यसको लागि चाहिँ अरु नै एप चलाउनु पर्ने हुन्छ। जियो हटस्टार के छ, त्यो चाहिँ नेपालमा चल्दैन हैन। त्यसकारणले जीटिभीहरू र जी नेटवर्कका सम्पूर्ण च्यानलहरू चाहिँ तपाईहरुले फ्रीमा हेर्न सक्नुहुन्छ। म चाहिँ तपाईहरुलाई एउटा सो क्लिक गरेर देखाउँछु यहाँ हैन। यहाँ बाइ च्यानल पनि हेर्न सक्नुहुन्छ यहाँ हैन। यसरी अब तपाईहरुलाई के हेर्न मन लाग्यो हैन, यहाँ क्लिक गरेपछि देखाउँछ।
तर म कपिराइट लाग्ने हुनाले म चाहिँ यो सिरियल चाहिँ ओपन गर्न सक्दिनँ हैन। तपाईहरूले फ्रीमा हेर्न सक्नुहुन्छ। तपाईँ एउटा यहाँ क्लिक गर्नुहोस्, सिर्फ त्यति मात्र क्लिक गर्नुहोस्। तपाईँको यो के भन्छ यो सिरियल चल्न थालिहाल्छ हैन। तपाईहरूले कुनै सब्सक्रिप्सन लिन पर्दैन है साथीहरू। यति भन्दै अरू भिडियोको लागि पनि मलाई हैन फेसबुक र इन्स्टाग्राममा फलो गर्नुहोला। धन्यवाद।